सुतायो त्यही भएर केपीको विरोध गरिस्, तँलाई रवि लामिछानेले सुतायो त्यही भएर विरोध गरिस् भनेको कहीँ देखेको छुइनँ त मैले। तर अलिकति घन्टीको विषयमा अनि के अरे स्पेसली जी बालेन शाहको विषयमा सत्य कुरा गरिदियो भने नि तँलाई प्रचण्डले सुतायो केपी फुक्क मादर कुल्ली। तिमीहरूको घन्टी त तिमीहरूलाई मुख छाड्नको लागि निगा हल्ला गरेछ होइन। हुन त अब के घन्टी नै जाने हाम्रो हुनेवाला प्रधानमन्त्रीज्यू नै फक घन्टी भन्दै त्यही फक घन्टीकै फक गर्दै हुनुहुन्छ, यसरी घन्टी हल्लाउँदै यसरी लन्द्राङ पार्दै हुनुहुन्छ। अरूको त के कुरा गर्नु, सायद त्यहीँबाट सिकेका होला तिमीहरूले त सिक्न त। एक दिन अब चाहिँ नबोल्नु पर्यो भनेर चुप लाएर बसेको सुरु भइसक्यो किन इनबक्समा धरी पो त हो तँलाई प्रचण्डले सुतायो केपीले सुतायो भन्दै आइरह कि इनबक्समा धरी तिमीहरूको पार्टी मासला जसको सम्मेलनमा पनि उत्तिकै पुगेछ, गाली गर्न पनि उत्तिकै पुगेछ, उफ्रिन पनि उत्तिकै पुगेछ। मैले नबुझ भगवान कसम कि चाहे भाइरल के भन्छ अरे चाहे कलाकारिता होस्, चाहे नेतागिरी होस्, चाहे दादागिरी होस्, जेसुकैगिरी होस्, चाहे खानेकुरा होस्, चाहे वस्तु व्यक्ति जेसुकै होस् होइन, अन्धभक्त भएपछि नि सिद्धियो। अनि जब मान्छे अन्धभक्त भएर लागि पर्छ नि मान्छेलाई त्यसको राम्रो कुरोलाई पनि राम्रो बनाएछ, नराम्रो कुरोलाई पनि राम्रो बनाएछ, सर्वै सर्व भएर हिँडे नि एक दिन त्यस्तो